आहै आज झुम्रीले के खुवाउन खोजेको ल पुदिना जिरा धनियाँ नुन खुर्सानी हालेर लस लस पिस्दैछ। के खुवाउने विचार रहेछ र यसको आज। ए यस्तो पो हैछ ल। अब के गर्ने विचार भएपछि खानै पर्यो। अब त्यो पिसेको मसला बेसार यो चिनीको धुलो हैन मस्त हालेर यसमा चाहिँ अब हेर्नुहोस् है त चरप्प अमिलो छिलेर यसलाई त्यसपछि चाहिँ यसलाई पिस पिस गरेर काटिन्छ। अहिले सानो सानो बनाइन्छ। ल हेर्नुहोस् त्यसपछि यसलाई चट्ट यसलाई पहिला ठाडो चिर्नुपर्छ। त्यसपछि स्वाट स्वाट स्लाइस बनाएर काटेपछि आफै टुक्रा बन्छ। अब यसलाई टुक्र्याइयो मजासित लगभग टुक्र्याएर सकियो। अब यसलाई सकिसकेपछि चट्ट यसमा यो दहीको एउटा सिङ्गै पोको खन्याएर त्यसपछि आहाहा आहाहा ल हेर्नु है झुम्रीले उता मुख मिठ्याएर बसेछ। तपाईँले पनि हेर्नु एकैछिन थोरै पानी हाल्नुपर्छ नत्र लास्टै बाक्लो हुन्छ। यो दही हो नि प्योर दहीमा पानी हालिएको थियो नि त्यही भएर। अब चाहिँ यो खानालाई तयार छ। यसलाई हजुरहरूले के भन्नुहुन्छ मैले नाम जान्दिनँ खाना मात्रै जानेको छु। अब भन्काएर खाइन्छ। आहाहा आहाहा आय हाय मेरा बाबै आहै।